बिहे गर्ने उमेर त भयो तर अहिले किन गर्ने छिटो बिहे गरेर चाहिँ के कसले के गरे र बेलैमा यसो हुन्छ नि बच्चाको प्लानिङ होला अनेक थरी छैन मेरोमा भोलि बुढेसकालका सहारा बन्छन् केटाकेटीहरू छोराछोरी बच्चा दिन सक्छ सकिहाल्छ किन नसक्नु र समय आएपछि दिन सक्दैन उसो भए तपाईँ एउटा शिशुलाई जन्म दिने योग्य हुनुहुन्छ होइन यसको अर्थ कतिपय दर्शकहरूले त यो वायात बोल्छ पनि भन्लान् नि फेरि त्यो भन्नेको मुख ठुन मिलेन तपाईँसँग डेटिङ जानु मन छ जाने हो बोयफ्रेन्डसँग जाने हो आफ्नो बोयफ्रेन्डसँग के बोयफ्रेन्ड छुट्टै कुरा हो त्यो आफ्नो ठाउँमा छ जम्न त आज डेटिङ जाने होइन बाहिर बाहिर त्यसरी छल्किँदाखेरि त केही भन्दैन मार्ला नि डिभोर्स केही भन्दैन होला भएर कालो गई गोरो आउँछ के चेन्ज भन्ने पनि त्यो जिज्ञासा हुनसक्छ कौतूहलता हुनसक्छ सबै चिज चेन्ज हुनसक्छ नि मान्छेको केहरू चेन्ज चाहिँ के भयो होला भन्नुहोस् त ठ्याक्कै जे भने किन भन्नु र महिला हो कि पुरुष हो कि यो के हो पनि भन्ने धेरै यस्तो कुरा चाहिँ नगरौँ ल यो चाहिँ काट्नु किनभने मलाई मन पर्दैन खोल्दाखेरि चाहिँ गाह्रै भयो थियो किनभने मान्छेहरूले हेर्ने नजरहरू के भन्ने के भन्थ्यो त्यति बेलाको विगतलाई सम्झिनुहोस् त एकचोटि दर्शकहरूले सम्झिदिन्न म इन्डिया जाँदैछ भन्ने हल्ला सुन्दैछु जाँदैछु के को लागि जाँदै हुनुहुन्छ जे कुरामा गए पनि किन चाहियो त्यो म पछि भनौँला होइन अहिले खुलाइदिनुहोस् न किन खोलाउने हामी नखोलाउने के अब निकेशबाट निकिसा हुँदै हो कि के हो हावा हो नबोल्ने अहिले